पनि भ्लगको स्टार्ट भइसकेको छ हैन। आज चाहिँ म बजार जाँदैछु। आज शनिबार मौरिसको हाम्रो यो क्युपीमा बजार लाग्छ हैन। निकै ढिलो पनि भइसक्यो, बेलुका भइसक्यो, अघि जानु पर्थ्यो, अल्छी गर्दै बस्यो, त्यही भएर गइएन। अब म बजारतिर जाँदैछु। जाडो पनि छ बेला, अब मौरिसमा यो जाडोको मौसमै हो हैन। र अरू ठाउँ हेरी चाहिँ क्युपीमा निकै पनि जाडो बढेको छ। क्युपीमा धेरै जति जाडो छ, अरू हेरी अरूतिर चाहिँ अब गर्मी छ हैन। क्युपी हामी बसेको यो क्युपी एरियामा चाहिँ 24 आवरै चिसो नै रहन्छ। यहाँ चाहिँ त्यस्तो साह्रो गर्मी पनि हुँदैन, जाडो पनि हुँदैन हैन। जाडो मौसममा त हल्का जाडो बढिहाल्छ यहाँ। म फेरि क्युपी सिटी आइसकेँ हैन। बजार अब अलिकति 2 मिनट लाग्छ बजार पुग्नलाई। म क्युपी सिटी आइसकेँ हैन। हाम्रो चाहिँ क्युपी सिटी भन्छ यसलाई हैन। यता चाहिँ यो चाहिँ मेट्रो स्टेसन, यहाँ मेट्रो स्टेसन छ। यो चाहिँ बस पार्क हो। अझै उता पनि छ अर्को बस पार्क, यो साइडमा पनि बस पार्क छ। यहाँ चाहिँ अलग अलग ठाउँ जानलाई अलग अलग बस पार्क पाइँदो रहेछ हैन। यहाँ अलग अलगै हुन्छ सबै कुराहरू। र अहिले चाहिँ म बजार जाँदैछु हैन। देब्रा क्रस गरिसक्यो हैन। बजार जाँदैछु म हैन। र बजार लगभग बजार आइपुग्न आँटिसक्यो म हैन। यहाँ बाटो काट्नु पनि ढिलो हुन्छ। र म जेब्रा क्रस भएर गइसकेँ। त फाइनली बजार चाहिँ म आइपुगेँ हैन। हाम्रो बजार यहाँ यसरी राख्छ हैन। यो मौरिसको क्युपी एरियाको बजार हो। म बजारमा छु अहिले। सागसब्जी यसरी बेच्छन् हो। यहाँ नेपालमा जे पाइन्छ यहाँ पनि त्यही पाउँछ हैन। आज बजार हो यहाँको। बजार चाहिँ आइसकेँ होइन। सब्जी मार्केट हो यो चाहिँ, सब्जी मार्केट आइसकेँ म। आज फेरि बन्द भएछ यो चाहिँ सब्जी मार्केट होइन। म चाहिँ अब मार्केटबाट सब्जीहरू ल्याएर होइन, सब्जीहरू लिएर आएर म फर्किसकेको छु होइन। अब बेलुका पकाएर खानुपर्छ। आज चाहिँ अब ढिलो भयो, आफूले सधैँ ल्याउने ठाउँ बन्द छ, त्यहाँ बन्द थियो। अर्को ठाउँबाट ल्याउनु पर्यो। आफूले ल्याउने ठाउँ रेगुलर ल्याउने ठाउँमा चाहिँ अलिकति अब पैसाहरू पनि हेरिदिन्थ्यो, डिस्काउन्टहरू पनि दिन्थ्यो होइन। उसको अहिले सासुआमा खसेर धेरै दिन भएर दोकान बन्द भएको, त्यही भएर चाहिँ आज अर्को ठाउँबाट ल्याउनु परेको। महँगो परिहाल्यो सब्जीहरू किन्न अर्को ठाउँबाट, त्यही ठाउँबाट ल्याउँदा चाहिँ सस्तो पर्छ। अनि अब के गर्नु त होइन, त्यस्तै हो, खानै पऱ्यो होइन अर्को ठाउँमा। र अब मौरिसको यस्तै छ। अब जाडो छ मौरिसमा अहिले, जाडो मौसम पनि हो यो होइन। जाडो छ। अब म रुमतिर जाँदैछु। अघि गएँ र मेरो युट्युबमा डेली भ्लगहरू आउँछ होइन। मेरो युट्युबको भ्लगहरू पनि हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। रोशन 8450 मेरो आइडी हो, युट्युब आइडी होइन। म लिङ्क पनि मेरो कमेन्ट सेक्सनमा हालिदिन्छु, सपोर्ट गरिदिनु होइन। फेसबुक, युट्युब, इन्स्टाग्राम सबैको म लिङ्क हालिदिएको हुन्छु। मेरो आइडीलाई गएर सब्सक्राइब गरिदिनु, लाइक कमेन्ट गरिदिनु नै मेरो लागि अमूल्य हुनेछ होइन।